नमस्ते भाइ बहिनीहरू, म तिमीहरूको विकास दाई र आजको यो भिडियोमा चाहिँ हामी तपाईँहरूलाई सिकाउँछौँ तपाईँहरूले अनलाइन क्लास कसरी गर्ने, सँगसँगै रेकर्डेड लेक्चर्स, हाम्रो बुकको पिडिएफ र अरू स्टडी मेटेरियल्सहरू कसरी हेर्न सकिन्छ र एभ्रिडे पढाएको जुन लाइभ क्लासको नोट्सहरू पनि कसरी हेर्ने सबै कुरा आज हामी सिक्छौँ है त। सो म तपाईँहरूलाई यो दुईवटा पार्टमा यो भिडियो हुन्छ। पहिला म तपाईँहरूलाई मोबाइलमा कसरी पढ्ने त्यो कुरा सिकाउँछु, त्यसपछि तपाईँहरूले ल्यापटपमा कसरी पढ्न सक्नुहुन्छ त्यो कुरा सिकाउँछु भाइ। सो मजाले ध्यान दिएर हेर्नु होला। ओके ल। सो सुरुमा हामी मोबाइलमा कसरी पढ्ने। सो मोबाइलमा पढ्ने एकदमै धेरै सजिलो छ। सो सुरुमा मैले तपाईँलाई के गरेको छु त, दुई तिनवटा कुरा। सुरुमा तपाईँलाई हामीले एउटा वाट्सएप ग्रुपमा एड गरेको होला, त्यो वाट्सएप ग्रुपभित्र जाने र त्यहाँनिर चाहिँ तपाईँको एभ्रिडे कति बजे त, हाम्रो 6 बजेदेखि क्लास हुनुहुन्छ भने 6 बजेतिर ठ्याक्क 6 बजेसम्म चाहिँ तपाईँहरूको एउटा लाइभ क्लासको लिङ्क आउँछ यहाँनिर एभ्रिडे नै है। सो शनिबार त टेस्टको लिङ्क आउँछ, अरू दिन चाहिँ हाम्रो लाइभ क्लासको यहाँनिर लिङ्क आउँछ तपाईँहरूलाई। त्यो लिङ्कमा क्लिक गरेपछि तपाईँको क्लास लाइभ क्लास यसै आफै खुल्छ है। त्यो लिङ्कमा क्लिक गरेपछि लाइभ क्लास आफै खुल्छ। ल, त्यो फर्स्ट कुरा के भयो त, लाइभ क्लास कसरी लिने त्यो कुरा मैले सिकाएँ। के हुने रहेछ त, वाट्सएपमा तपाईँको आउने रहेछ है। सो वाट्सएपमा तपाईँले क्लिक गरेर तपाईँले पढ्न सक्नुहुने रहेछ। सो त्यो भयो, यो चाहिँ हाम्रो लाइभ क्लास भयो। अब दाइ रेकर्डेड लेक्चर्स कसरी हेर्ने, स्टडी मेटेरियल्स कसरी हेर्ने र बुकको पिडिएफ कसरी हेर्ने, त्यसको लागि चाहिँ मैले तपाईँहरूलाई एउटा फेसबुक ग्रुपमा एड गरेको होला है। तपाईँहरू सबैजना एउटा फेसबुक ग्रुपमा एड हुनुहुन्छ होला। सो त्यो फेसबुक ग्रुपमा जाने, त्यो फेसबुक ग्रुपको नाम के हो त, तपाईँहरूलाई एड गरेको हामीले फेसबुक ग्रुप। सो यहाँ सर्चमा जाने, सर्च बटनमा है। सो सर्च बटनमा जाने, तपाईँहरूले जुन हामीले फेसबुक ग्रुपमा एड गरेको छु एमसिक्यू प्रिपरेसन 2083, यो ग्रुपमा एड गरेको छु, त्यसमा हामीले क्लिक गर्ने है। सो एमसिक्यू प्रिपरेसन 2083। सो यो ग्रुपमा चाहिँ तपाईँहरू सबैजनालाई हामीले एड गरेका छौँ है यो ग्रुपमा। अब यो ग्रुपमा दाइ हामीले कसरी हेर्ने त, रेकर्डेड लेक्चर्सहरूदेखि लिएर सबै कुरा। सो यहाँ माथिमा यति कुरा हेर्दै हुनुहुन्छ, यहाँ गाइड्स भन्ने छ, हेर्नुहोस् यहाँ गाइड्स भन्ने छ, यो गाइड्स भन्ने हेर्दै हुनुहुन्छ है। सो यो गाइड्समा क्लिक गरेँ मैले, कहाँनिर छ त, यहाँ माथिमै छ है। सो जहिले पनि कुन एप युज गर्ने त, फेसबुक है। सो धेरैले लाइट भन्ने कुन जे पाए त्यही फेसबुक एप युज गरेर हुन्छ, एक्चुअल फेसबुक एप जुन छ त्यसमा त्यो डाउनलोड गर्नु होला मोबाइलमा, अनि यहाँ गाइड्समा जानु होला। यहाँनिर सबै कुरा छ तपाईँहरूको, बुकको पिडिएफदेखि लिएर मोडल क्वेसनदेखि लिएर स्टडी मेटेरियल्सहरूदेखि लिएर रेकर्डेड लेक्चर्सदेखि लिएर सबै कुरा छ। सो पहिला बुकको पिडिएफ कसरी हेर्ने। सो बुकको पिडिएफ यहाँ छ, गाइड 1 भन्ने छ, गाइड 2 भन्ने छ, गाइड 3 भन्ने छ र गाइड 4 भन्ने छ है। सो गाइड 1मा चाहिँ हाम्रो बुकको पिडिएफ छ। सो मैले यहाँ बुकको पिडिएफमा क्लिक गरेँ। सो अब यो तपाईँको बुकको पिडिएफ भयो है। सो यो बुकको पिडिएफमा चाहिँ तपाईँले के गर्ने त, अब यहाँ बुकको पिडिएफ 0 to 50 भनेको पेज नम्बर 0देखि लिएर 50सम्म। अब हेर्नु, बुकको पिडिएफ धेरै ठुलो थियो, 600 पेजको र धेरै ठुलो फाइल तपाईँहरूले प्रोभाइड गर्न एकदमै धेरै गाह्रो भइरहेको थियो। सो हामीले चाहिँ यसलाई डिफ्रेन्ट पार्ट्समा डिभाइड गरिदिएको छौँ। सो 0 to 50, 51 to 100 पेज नम्बरसम्म, 101 to 150 पेज नम्बरसम्म होइन, त्यस्तै 151 to 200 पेज नम्बरसम्म। सो टोटल हाम्रो 606 पेजको पिडिएफ छ है, यसमा सबै कुरा छ। सो हामीले 0 to 50सम्म गऱ्यो भने सो यसरी तपाईँहरूको खुल्छ डाइरेक्ट। अब कतिजनाको त यो खुल्दैन, लगइन गर्न भन्छ होइन, यो गुगल साइन इन गर्न भन्छ। त्यो गुगल साइन इन गर्नु त तपाईँहरूले आउँछ होला होइन, एकदम सजिलो छ। गुगल साइन इन त गर्नै पर्छ, जुनैसुकै क्लास लिन पनि जे गर्न पनि। सो गुगल साइन इन गर्नु होला। त्यसपछि तपाईँको यो ड्राइभ खुल्छ है। सो ड्राइभको लिङ्क खुल्छ, यसरी तपाईँको यहाँबाट तपाईँले पढ्न सक्नुहुन्छ है। सो एभ्री च्याप्टर्स नै छ। सो यसमा एभ्री च्याप्टर्स चाहिँ कहाँबाट हेर्ने त, यहाँ कन्टेन्ट चाहिँ यहीँनिर छ तपाईँको। जस्तै 141 पेज नम्बरमा कार्बोनेट्स कम्पाउन्डदेखि लिएर तपाईँ लास्टमा जानुभयो भने लास्टमा तपाईँको सेन्ट जेभियर्स मोडल क्वेसनदेखि लिएर काठमाडौँ मेट्रिक स्कलरसिपदेखि लिएर सिसिआरसी मोडल क्वेसन, नेपाल पुलिस स्कुल, ग्लोबल कलेज, सबैको यहाँ मोडल क्वेसन्सहरू छ है। सो तपाईँले यहाँबाट मोडल क्वेसन्सहरू हेर्न सक्नुहुन्छ, सबै कुरा छ है यसमा चाहिँ। ल, त्यसरी नै यहाँ पेज 51 to 100, 101 to 150 जस्तै यसमा क्लिक गर्नुभयो भने लिङ्कमा अब 101 to 150 पेज नम्बरसम्मको तपाईँको बुकको पिडिएफ खुल्छ यसरी है। सो यसरी लोड लिइरहेको छ, किनकि मेरो यहाँ अलिकति वाइफाई स्लो छ, त्यही भएर। सो ल, यहाँनिर तपाईँको लोड लियो। ल, यसरी तपाईँले हेर्न सक्नुहुन्छ। ल, सो यसरी छ। त्यसपछि तपाईँको मोडल क्वेसन च्याप्टर वाइज भन्ने छ है। सो के अरे, मोडल क्वेसन कलेज वाइज भन्ने छ। यो मोडल क्वेसन गाइड 2मा जुन मोडल क्वेसन कलेज वाइज छ, यसमा चाहिँ हरेक कलेजको मोडल क्वेसन्सहरू हामीले अपलोड गरिदिएको छौँ है। सो हरेक कलेजको मोडल क्वेसन्सहरू छ। सो सेन्ट जेभियर्सको क्वेसन 10, मोडल क्वेसन 10, 10वटा चाहिँ त सेन्ट जेभियर्सकै मात्र मोडल क्वेसन छ। अब यसमा चाहिँ हाम्रो लगभग सबै कलेजको छ। अब काठमाडौँ महानगरपालिकाको स्कलरसिपको मोडल क्वेसन चाहिँ यसमा म अपडेट गरिदिन्छु, अपडेट गर्न बाँकी छ, हालिदिन्छु है। यसमा एभ्रिडे नै नयाँ मोडल क्वेसन्सहरू थपिरहेको हुन्छ। सो चेक गरिराख्नु होला होइन। सो यसमा लगभग सबै सब्जेक्ट सबै कलेज वाइज छ होइन। यसमा सेन्ट जेभियर्सको भयो, म तपाईँलाई देखाइदिन्छु, लोड लिइरहेछ। सेन्ट जेभियर्सको भयो, त्यसपछि सैनिकको भयो, सिसिआरसीको भयो, त्यसपछि तपाईँको सिसिआरसी डियरवाकको भयो, ग्लोबलको भयो, किस्ट कलेजको भयो होइन, त्यसपछि तपाईँको किस्ट कलेज भयो, केएमसी कलेज भयो, यहाँ सबै छ है। यहाँ केएमसी कलेज यहाँ माथिमा लेखेको छ। अब यसमा यसरी क्लिक गरेपछि तपाईँको खुल्छ पिडिएफ है, यसरी खुल्छ। अब यो केएमसी कलेजको चाहिँ यहाँनिर त्यसको बारेमा, केएमसी कलेजको प्रोस्पेक्टसहरू भयो यो चाहिँ होइन। यो प्रसादी कलेज भयो। ल, सो प्रसादी कलेजको यसरी तपाईँको क्वेसन्सहरू छ। त्यसपछि तपाईँको यहाँ एसओएस कलेज भयो, सेन्ट मेरी कलेज भयो, त्यसपछि तपाईँको
सेन्ट मेरी, टिलोटमा, ट्रिनिटी, त्यसपछि यहाँ ट्रिनिटी अझै टन्नै छ है यसमा। ट्रिनिटीको साइन्सको भयो होइन, त्यसपछि यहाँ सबैको हाम्रो यहाँनिर मोडल क्वेसन्सहरू छ ल। र यसमा अझै म अपडेट पनि गरिदिन्छु है। सो कुनै कुनै चाहिँ एज अ फोल्डर नै अपलोड गरिदिन्छु। सो यसमा अपडेट भइरहन्छ, मजाले चेक गर्नु होला के छ। अब तपाईँहरूले यो भिडियो तपाईँहरूले हेरुन्जेलसम्म चाहिँ यसमा टन्नै अपडेट पनि भइसकेको हुनसक्छ ल। अनि यसमा मोर स्टडी मेटेरियल्समा चाहिँ अब मैले टन्नै अरू पनि बुक्सहरूदेखि लिएर अरू पनि स्टडी मेटेरियल्सहरू जुन जुन तपाईँहरूले काम दिनु, जस्तै इङ्ग्लिसको एमसिक्यू बुक, बायोलोजीको एमसिक्यू बुक तपाईँहरूको लागि होइन। सो जस्तै बायोलोजीको एमसिक्यू बुक हेर्नुभयो भने हेर्नु, यसमा क्लिक गरेपछि यसरी खुल्छ। अब यसमा हेर्नु बेस्ट बुक छ कि यो पनि, कुनै पनि नराम्रो कुरा मैले प्रोभाइड गरेको छैन। ब्रान्चेस अफ बायोलोजी सबै एकै ठाउँमा, ब्रान्चेस अफ जुओलोजी सबै एकै ठाउँमा, फादर्स अफ बायोलोजी सबै एकै ठाउँमा, इम्पोर्टेन्ट भाइरसको लिङ्क्सहरूदेखि लिएर एकै ठाउँ जति पनि छ। सो सबै इम्पोर्टेन्ट कुराहरू सबै एक ठाउँमा छ। सो यहाँबाट तपाईँले अझै स्टडी मेटेरियल्सहरू हेर्न सक्नुहुन्छ। त्यसपछि रेकर्डेड लेक्चर्स हेर्नको लागि यहाँ तलमा गाइड 4मा छ है। सो गाइड 4मा यसमा क्लिक गरेपछि तपाईँको यो रेकर्डेड लेक्चर्स खुल्यो। यो चाहिँ हाम्रो के हो त, केमिस्ट्रीको इम्पोर्टेन्ट क्वेसनको रेकर्डेड लेक्चर्स हो। यसरी नै एभ्रिडे पढाएको रेकर्डेड लेक्चर्सहरू चाहिँ यसमै आउँछ। र मैले एक्स्ट्रा कुनै रेकर्डेड लेक्चर्स पनि दिएँ भने त्यो पनि यसमै आउँछ है। रेकर्डेड लेक्चर्सहरू सबै यसमै आउँछ। यसमा क्लिक गर्ने है। यसमा क्लिक गरेपछि यहाँनिर फुल स्क्रिन भनेर हेर्न सक्नुहुन्छ यो भिडियोको तलमा है। सो भिडियोको तलमा यहाँ फुल स्क्रिन भनेर छ, हेर्न सक्नुहुन्छ। त्यो फुल स्क्रिनमा क्लिक गरेपछि यसरी फुल स्क्रिन खुल्छ है। तपाईँले फुल स्क्रिन हेर्न सक्नुहुन्छ। सो फुल स्क्रिन हेर्न सक्नुहुन्छ यहाँनिर हेर्नु, यो फुल स्क्रिन खोलिसक्यो तपाईँको। यो चाहिँ हाम्रो, अब यसमा मैले यसलाई बन्द गरेँ होइन, यसलाई बन्द गरेँ। अब यहाँनिर तपाईँले सेटिङमा गएर यो क्वालिटी पनि घटाउन बढाउनु मिल्छ, यहाँबाट क्वालिटी पनि घटाउन बढाउनु मिलिरहेछ होइन। सो यहाँ ब्याक गर्ने, त्यो आफै क्वालिटी राम्रो आउँछ होइन हुन त। त्यसपछि यहाँनिर साउन्ड कसैको आइरहेको छैन भने यहाँ तलमा यहाँ साउन्ड पनि हुन्छ है। सो यहाँ तलमा छ है, यो तलमा साउन्ड जम भन्ने छ। सो यहाँ हेर्न सक्नुहुन्छ, यो भन्ने चाहिँ हाम्रो तपाईँको साउन्ड हो है ल। सो यो चाहिँ तपाईँको साउन्ड जस्तो भयो। अब त्यसपछि तपाईँको जुन छ, अनि यहाँ तलमा चाहिँ अर्को चाहिँ तपाईँहरूको के छ त, यो यसमा क्लिक गरेपछि चाहिँ तपाईँको यस्तो हुन्छ। यो सानो भयो, सानो फर्मेटमा हेर्नु पाउने भयो तपाईँले। सो सानो फर्मेटमा हेर्नु पाउने भयो। एकै मिनट ल। सो सानो फर्मेटमा खुलेको थियो। अब यसरी तपाईँले रेकर्डेड लेक्चर्स हेर्न सक्नुहुन्छ। त अब यो रेकर्डेड लेक्चर्सको नोट्स कहाँबाट हेर्ने, त्यसको लागि चाहिँ यहाँ कमेन्ट्समा जाने, यो भिडियोको कमेन्टमा जाने। यहाँनिर तपाईँको फर्स्ट कमेन्ट चाहिँ हाम्रै हुन्छ। र मैले यसलाई के गरेको हुन्छ त, यसरी पिन गरिदिएको हुन्छ, पिन गर्न नमिल्ने रहेछ। सो यहाँ रेकर्डेड लेक्चर्समा चाहिँ मैले अपलोड जुन गरेको छ नि, सो यो ड्राइभको लिङ्कमा क्लिक गरेपछि चाहिँ तपाईँहरूको यो चाहिँ हाम्रो रेकर्डेड लेक्चर्सको एभ्री रेकर्डेड लेक्चर्सको छुट्टा छुट्टै नोट्सहरू खुल्छ यसरी है। सो एभ्री रेकर्डेड लेक्चर्सको छुट्टा छुट्टै नोट्स हुन्छ र यहाँ रेकर्डेड लेक्चर्स पनि यसरी अपडेट भइरहेको हुन्छ। तपाईँले यसरी हेर्न सक्नुहुन्छ। ओके, सो यसरी चाहिँ तपाईँले सबै कुरा हेर्न सक्नुहुन्छ। र केही गाह्रो साह्रो पऱ्यो भने, मानव कुनै कुरा तपाईँले भेट्नु भएन वा केही लगइन गर्न गाह्रो भयो या केही भयो भने त्यो केसमा चाहिँ तपाईँहरूले हामीलाई कन्ट्याक्ट गर्ने। कुन नम्बरमा कन्ट्याक्ट गर्ने त, यो नम्बरमा है। सो यो नम्बरमा तपाईँहरूले सबैले हामीलाई कन्ट्याक्ट गर्ने, जुन यो नम्बर मैले प्रोभाइड गरेको छु सबैले यही नम्बरमा हामीलाई कन्ट्याक्ट गर्नु होला है, एभ्री स्टुडेन्टले। सो अब मैले पुरानो वाट्सएपमा फेरि मेसेज नगर्नु, यही नम्बरमा मलाई फोन नत्र हामीलाई वाट्सएपमा मेसेज गर्नुहोस्, यसमा म रिप्लाई दिन्छु। केही प्रब्लम भयो भने जोइन गरिसकेको स्टुडेन्टहरूको लागि चाहिँ, अनलाइन क्लास जोइन गरेको स्टुडेन्टहरूको लागि चाहिँ यो नम्बर हो, सबैजनाले यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। ओके ल। सो अब त्यसपछि अब तपाईँहरूले चाहिँ यो त हामीले कसरी फोनमा पढ्ने, मोबाइलमा कसरी पढ्ने भयो है। अब तपाईँहरूले अब लाइभ क्लास कसरी गर्ने र रेकर्डेड लेक्चर्स कसरी गर्ने तपाईँले बुझ्नुभयो होला। अब तपाईँहरूले ल्यापटपमा कसरी पढ्न सक्नुहुन्छ त्यो कुरा म सिकाउँछु तपाईँहरूलाई। अब ल्यापटपमा स्टुडेन्ट्सहरूले कसरी पढ्ने त्यो कुरा हामी सिकाउँछौँ है। अब ल्यापटपमा स्टुडेन्ट पढ्नको लागि चाहिँ सुरुमा तपाईँले के गर्ने त, वाट्सएप डेस्कटप भन्ने एप डाउनलोड गर्नु है। तपाईँले जुन हामीले वाट्सएप ग्रुपमा एड गरेको छौँ, अब त्यो वाट्सएप त तपाईँको ल्यापटपमा नै चाहियो। सो त्यसको लागि के गर्ने त, यहाँ ब्राउजरमा जाने, ब्राउजरमा गएपछि तपाईँले के गर्ने त, यहाँ वाट्सएप डेस्कटप भन्ने छ, वाट्सएप डेस्कटप भन्ने छ है। सो यो वाट्सएप चाहिँ तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ होइन। सो डाउनलोड गर्न सक्नुहुन्छ। यो मेरो म्याकबुक हो, त्यस्तै तपाईँहरूको विन्डोजको लागि आउँछ होइन। तपाईँको विन्डोज ल्यापटप छ भने विन्डोजको लागि तपाईँको वाट्सएप आउँछ। त्यो डाउनलोड गरेर तपाईँले त्यसमा लगइन गर्नु होला। के लगइन गर्ने त, तपाईँहरूले त्यो लगइन गर्न सक्नुहुन्छ।
तपाईँहरूले आफ्नो वाट्सएप चाहिँ जुन आइडीमा मैले तपाईँहरूको ग्रुपमा एड गरेको छु त्यही आइडी यसमा लगइन गर्नु होला। त्यसमा चाहिँ हाम्रो एभ्रिडे लाइभ क्लासको लिङ्क आउँछ। सो त्यहाँनिरबाट तपाईँले लाइभ क्लास लिन मिल्यो है। अब तपाईँहरूले रेकर्डेड लेक्चर्सहरू कसरी हेर्ने त जाने, यहाँ ब्राउजर हेर्न सक्नुहुन्छ। कुनै एउटा जस्तै म गुगल क्रोममा गएँ, गुगल क्रोममा गएर के गर्ने त, सो आफ्नो म यसमा गएर कुनै एउटा आइडीमा गएर म के गर्छु त लगइन गर्ने सुरुमा। ओके, सो सुरुमा के गर्ने त लगइन गर्ने। सुरुमा यहाँ फेसबुकमा जाने है। सो म यहाँ के गर्छु त मेरो आफ्नो फेसबुक त्यही ग्रुपमा जाने है। सो फेसबुकमा जाने, म आफ्नो फेसबुक ग्रुपमा गएँ है। सो फेसबुक ग्रुपमा कसरी जाने त, म यहाँनिर तपाईँको सर्च गर्ने कुन तपाईँहरूलाई एउटा हामीले ग्रुपमा एड गरेको छौँ होला, एमसिक्यू प्रिपरेसन 2083 भन्ने ग्रुपमा एड गरेको छु, त्यसमा जाने तपाईँहरूले है। सो एमसिक्यू प्रिपरेसन 2083मा तपाईँहरूले गइसकेपछि यहाँनिर तपाईँले के गर्न सक्नुहुन्छ, यहाँ पनि गाइड्स हेर्न सक्नुहुन्छ। गाइड्समा जाने र गाइड्समै यसरी नै तपाईँको बुकको पिडिएफदेखि लिएर मोडल क्वेसन्सदेखि लिएर स्टडी मेटेरियल्सदेखि लिएर रेकर्डेड लेक्चर्स सबै छ। रेकर्डेड लेक्चर्सको चाहिँ तपाईँहरूको सो यहाँ सुरुमा तपाईँहरूले के गर्न सक्नुहुन्छ, त्यहाँ यहीँनिर बुकको पिडिएफहरू सबै छ। सो मैले यहाँ सी मोर गरेँ भने यहाँ सबै छ है। बुकको पिडिएफ 0 पेज नम्बर 0250देखि लिएर तिमीहरूको 606 पेज नम्बरसम्म छ। जस्तै मलाई 301देखि 350सम्मको पेज नम्बरमा जानु पऱ्यो भने यसमा क्लिक गर्ने है। सो आफै यहाँ खुल्छ, त्यसमा क्लिक गर्ने। क्लिक गरेपछि तपाईँको यहाँनिर आफै खुल्छ है। सो पिडिएफ आफै खुल्छ ल। सो यसरी तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो बुकको पिडिएफ भयो। त्यसपछि तपाईँले सँगसँगै यहाँनिर रेकर्डेड लेक्चर्स हेर्नको लागि त्यसरी स्टडी मेटेरियल्सहरूदेखि लिएर कलेज वाइज मोडल क्वेसनदेखि लिएर बुकको पिडिएफ सबै कुरा छ है। रेकर्डेड लेक्चर्सको लागि यसमा क्लिक गर्ने भिडियोमा है। सो भिडियोमा क्लिक गर्ने, यहाँनिर तपाईँले फुल स्क्रिन गरेर हेर्न सक्नुहुन्छ। नमस्ते भाइ बहिनीहरू, म तिमीहरूको विकास दाइ र आजको यो भिडियोमा फुल स्क्रिनमा भयो। अब यसको तपाईँलाई नोट्स चाहियो भने यसमा नोट्सको लागि यसमा क्लिक गरेपछि तपाईँको यहाँनिर सुरुमै जुन कमेन्टमा मैले हालेको हुन्छु त्यो चाहिँ हाम्रो नोट्स हुन्छ। सो त्यो नोट्स चाहिँ तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ है। सो नोट्स कसरी हेर्नेदेखि लिएर सबै कुरा मैले यहाँ भनिदिइसकेँ। सो यसरी तपाईँले ल्यापटपमा क्लास सक्नुहुन्छ सबैजनाले। ओके, र तपाईँहरूको के हुन्छ त लाइभ क्लासको लिङ्क चाहिँ वाट्सएप ग्रुपमै आउँछ। ओके ल।